हामीलाई थाहा छ प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवनमा केही यस्तो भयो जसले नेपालको राजनीति र कर्मचारी तन्त्रमा भूकम्प ल्याइदिएको छ। एउटै निर्णयले 1500 भन्दा बढी शक्तिशाली व्यक्तिहरूको कुर्सी चैट्याउँदैछ। को हुन् ती 1500 व्यक्ति र तपाईको गाउँठाउँको कुन कार्यालय अब खाली हुँदैछ? यो महाअपरेसनको भित्री रहस्य र ती 1500 जनाको सूची सुन्नुभन्दा अगाडि यदि तपाईँ पनि नेपाल दलीय भागबण्डाबाट मुक्त हुनुपर्छ भन्ने चाहनुहुन्छ भने यो पेजलाई अहिले नै फलो गर्नुहोस् र यो भिडियोलाई सेयर गरेर सबै नेपालीमा पुर्याउनुहोस्, किनकि यो खबरले भ्रष्टाचारीहरूको सातो उडेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गरेका ती अध्यादेश केवल कागजका टुक्रा मात्र होइनन्, यो त राजनीतिक सफाईको एउटा ठूलो हतियार हो। 110 वटा कानूनलाई एकैचोटि संशोधन गरेर सरकारले यस्तो जालो बुनेको छ जसले वर्षौंदेखि जरा गाडेर बसेका राजनीतिक नीतिहरूलाई एकै झड्कामा उखिलेर फ्याँकिदिएको छ। तर कुन कुन संस्थाका हाकिमहरू फालिँदैछन् भन्ने सूची सुन्नु अघि यदि तपाईँ पनि नेपालमा दलीय भागभण्डा र भ्रष्टाचार अन्त्य भएको हेर्न चाहनुहुन्छ भने यो हाम्रो पेज केन्द्रीय खबरलाई अहिले नै फलो गर्नुहोस् र यो भिडियोलाई आफ्नो वालमा सेयर गर्नुहोस्, किनकि यो खबरले भ्रष्टाचारीहरू अतालिएका छन् यो जानकारी लुकाउन खोजिँदैछ। तपाईले सेयर गरेर सबै नेपालीमा पुर्याउनु पर्छ। अब सुन्नुहोस् ती निकायहरूको नाम जहाँ वर्षौंदेखि राजनीतिक जरा गाडेर बसेका हाकिमहरूको कुर्सी आजदेखि हल्लिएको छ। यो सूची यति लामो छ कि तपाईको गाउँदेखि केन्द्रसम्मका कुनै पनि ठूला अड्डा बाँकी छैनन्। नेपाल विद्युत प्राधिकरणदेखि नेपाल वायु सेवा निगमसम्म, नेपाल टेलिभिजनदेखि गोरखापत्र र रेडियो नेपालसम्मका सबै ठूला टाउकेहरू अब घर फर्किँदैछन्। शिक्षा क्षेत्रमा त झन् महासफाई अभियान हुँदैछ। त्रिभुवन विश्वविद्यालय पोखरा, पूर्वाञ्चल लुम्बिनी बौद्धदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयसम्मका उपकुलपति र पदाधिकारीहरूको पद अब इतिहास बन्दैछ। स्वास्थ्य क्षेत्रका बीपी कोइराला क्यान्सर अस्पताल, गंगालाल हृदय केन्द्र र बिमा बोर्ड मात्र होइन, प्रेस काउन्सिल, धितोपत्र बोर्ड, लगानी बोर्ड र नागरिक उड्डयन प्राधिकरण जस्ता कमाऊ अड्डा मानिने ठाउँमा हाकिमहरूको पनि अब जागिर चैट हुँदैछ। तपाईलाई अचम्म लाग्न सक्छ, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नेपाल स्काउट र खेलकुद परिषद समेत यो लिस्टबाट उम्किन सकेका छैनन्। सत्य निरूपण र बेपत्ता आयोग जस्ता संवेदनशील ठाउँदेखि बिमा प्राधिकरण र दूरसञ्चार प्राधिकरणसम्म कतै पनि अब दलीय भागभण्डाको टिक्का लगाएका मान्छे टिक्न पाउने छैनन्। कुल 1534 जना यो सानो संख्या होइन, यो त नेपालको कर्मचारी तन्त्रमा वर्षौंदेखि लागेको राजनीतिक क्यान्सर फाल्ने एउटा महाअपरेसन हो। अब मलाई भन्नुहोस् के यी संस्थामा अब तपाईँ जस्तै योग्य र क्षमतावान युवाले खुल्ला प्रतिस्पर्धाबाट ठाउँ पाउनु पर्दैन? यदि तपाईँ चाहनुहुन्छ कि अब यी अड्डाहरूमा कुनै पार्टीको झण्डा बोक्ने होइनन्, देशको सेवा गर्ने मान्छे पुगोस् भने यो भिडियोलाई यति धेरै सेयर गर्नुहोस् कि यी संस्थामा बसेर ब्रह्मलुट मचाउनेहरूको होस उड्ने छ।